नमस्कार छ सबैजनामा। तपाईहरु कस्तो हुनुहुन्छ? आशा गरे सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु भनेर त नभनौं, किनकि मलाई खोकी सर्दीले कति दिन भयो छोडेको छैन र साच्चै भन्नु भने मैले भिडियो बनाउन सुरु गर्दा पनि मलाई रुगामर्गी लागिरहेको थियो र बीचमा 15 दिन जति चाहिँ ग्याप भयो, फेरि सुरु भएको छ। साच्चै भन्दा हजुरहरुले मेरो भोइस कुन छ भन्ने भोइस कस्तो भन्ने कुरा चाहिँ हजुरहरुले अझै पनि थाहा पाउनु भएको छैन, किनकि अझै पनि रुगामर्गी लागिरहेछ र यो छिटै राम्रो हुनेछ। र आज चाहिँ मैले हजुरहरुको सामु अलिकति भिन्दै किसिमले बोल्ने एउटा आँट गरेकी छु र यसै त अब टपिक अनुसार नै बोल्नुपर्छ, किनकि आज त हेर्नुहोस् सजिएर अहिले एउटा बिहेमा जान लाग्दै छु। सुनाल हुनुहुन्छ उहाँहरु चाहिँ हाम्रो मितेरी चाहिने छ, जेठाजुको छोरा पर्नुहुन्छ र अहिले हामी कतिजना जान आँट्दै छौं, को जान्छौं हजुरहरुलाई सबै देखाउने छु र हजुरहरु पनि प्लिज मेरो भिडियो हेर्दिनु होला र मेरो भिडियोमा सँगै हजुरहरुले साथ सपोर्ट माया पनि मलाई दिनु होला। अहिलेसम्म हजुरहरुले 1.5 महिना भयो अलिक माया गर्दिनु भएको छ र यसरी नै मलाई माया गर्दिनु होला र आउने दिनहरुमा म राम्रो भिडियो बनाउन सकौं र आउनुहोस् हजुरहरुलाई म बाटामा भेट्छु। लु अब लाग्दै छौं बिहेतर्फतिर। हेर्नुहोस् त सबैजना मिलेर यसरी हिँड्दा कति रमाइलो आउँछ र यसै पनि गाउँघरको बिहे खाना यसै नै रमाइलै हुन्छ र हामी चाहिँ सधैँभरि नै गाउँठाउँमा बिहे भयो भने यसै गरी सबैजना मिलेर जाने चलन छ र धेरैजना मिलेर हाँसी खुसी बिहे भएर जाने खाने गर्छौं। हामी चाहिँ घरको 1-2 जना फ्यामिली मात्रै हिँड्नु र यसरी सबैजनासँग बिहे खान जानुको मजा नै अर्कै हुन्छ। ल हेर्दै अब बिहे घरमा पनि आइसक्यौं र अब यताबाट पस्दै छौं। मान्छे हेर्नुहोस् सबैजना कोही कुर्सीमा कोही भुइँमा बसिरहनु भएको छ। यसरी गाउँठाउँमा बिहा भयो भने चाहिँ हामी बुहारीपाटीहरूलाई चाहिँ तल बसाउने चलन छ र छोरीहरू र बुढाबुढीहरूलाई चाहिँ कुर्सीमा बसाउने चलन छ र अहिले त टाउनतिर कतै त यो नियम सबै छोडिसक्यो र गाउँतिर भने अझै पनि यो चलन छ। हेर्नुहोस् त कति राम्ररी श्रद्धा गरे जस्तो देखिएको छ। लु यता भान्सातिर आएर अब खाना पनि सुरु गर्यौं। यता चाहिँ हाम्रो पनि भिडियो उठाइदिए भन्नुहुँदै थियो र उहाँहरुको पनि भिडियो उठाइदिएर मैले यतिकै शेयर गर्दिएँ। साँच्चै नै हेर्नुहोस् त एउटा भिन्दै किसिमको माहौल छ। सबैजना तल बसेर आफ्नो उसमा व्यस्त हुनुहुन्छ र हेर्नुहोस् सबैको यहाँ चाहिँ उहाँले फोटो उठाइदिए भनेर पोस्ट दिनु हुँदै थियो, मैले चाहिँ फोटो भन्दै भिडियो उठाइदिएँ। हेर्नुहोस् त कस्तो पोस्ट दिनु हुँदैछ।
यता चाहिँ बुढी बुढी आमाहरू हेर्नुहोस् आफ्नो आफ्नो धुनमा कति राम्ररी हाँसेर रमाइलो गर्नुहुँदैछ र हामी चाहिँ यता अब घर जानको लागि बाटामा निस्किसकेका छौँ। अब चाहिँ यता रातिको प्रोग्राम सुरु हुन आँट्यो। सबैले नाच्न भनेर कर गरे ल त म पनि नाचिदिउँ भनेर। हेर्नुहोस् नाच्दैछु, हजुरहरू पनि भिडियो हेरेर एन्जोय गर्नुहोला है। अहिले भर्खरै घर आइपुग्यौँ। अहिले रातिको 9 पनि बजिसकेको छ। अघि दिउँसो गएर दिउँसो 2-3 घन्टा बसेर आयौँ अनि फेरि बेलुका आउनु भन्नुभएको थियो अनि गयौँ। एकछिन फुर्तीहरू गऱ्यौँ र जसरी हजुरहरूलाई देखाउँछु भनेको थिएँ त्यसरी चाहिँ देखाउन पाइनँ किनकि दिउँसो जाँदा अलि लेट भयो र अहिले अलिकति रमाइलो समाइलो पनि गरेर आयौँ र हजुरहरूलाई अलिअलि कति के छ म हजुरहरूलाई देखाउने छु र हजुरहरू पनि हेरेर आनन्द लिनुहोला। र आजको भिडियो चाहिँ यस्तै नै थियो र आशा गर्छु हजुरहरूलाई यो भिडियो पक्कै नै राम्रो लाग्छ र राम्रो लाग्यो भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिन नभुल्नुहोला। र आजलाई यति नै भन्दै अर्को भिडियोमा चाँडै भेट्ने आश गरेँ र भिडियो हेर्दैकोमा धेरै धेरै धन्यवाद।